म गोसाइकुण्ड जाँदाखेरि चन्दन बारीबाट 6-7 बजिसकेको थियो अनि त्यहाँबाट चोलाङ पार्टी पुग्न चाहिँ 2 घन्टा लाग्थ्यो कि हिँडेर। तर म हिँडिदिएँ। मजाको जङ्गलमा पुगेपछि त अँध्यारो भयो होइन, डराएँ। अनि घोडा भेटेँ होइन, त्यो घोडालाई 2000 तिरेर चोलाङ पार्टीसम्म राति 9 बजे गएँ। म चन्दनबारी नै बसेको भए फेरि मलाई 3 दिन लाग्थ्यो गोसाइकुण्डको। त्यही भएर अनि छिन्तीबाट 15 मिनट हिँडेको, 15 मिनटमा यस्तो पसिना आइसक्यो। अब 5 बखरी कसरी पुगिन्छ त? कहाँ यो हामी जङ्गलमा आइयो त? रुखै नभएको जङ्गल। यो बाटो पनि यो कोही नहिँडेको, बस नहिँडेको जस्तो बाटो छ। यहाँ त्यत्तिकै त हुनुपर्ने नि त। अब लास्टमा हामी हरायो। यतैबाट 5 पोखरी नभई 1-2वटा पोखरी हेरेर फर्किन्छ हामी। 4बाट 5 जना भयो हाम्रो कुकुर साथी। हाम्रो गाइड आजको गाइड चाहिँ गाइड गर्न सुरु गरिसकेको छ। टुप्पी डाँडा भन्दा चाहिँ बाहुनहरूले अलि रिस उठ्दो रहेछ। टुप्पी त खाएन त्यो त अब यहीँ बिचबाट 5 बखरीमा निक्लिने जुदो भयो मात्र। तर यो बाटो यस्तो बाटो होला जस्तो चाहिँ लागेको थिएन कि। हामी पानामाको जङ्गलमा त्यो सुनसान। अब 2 दिनपछि हामी अमेरिका पुग्छौँ। हामी 4 जना छौँ। ब्राजिलको पुलिसलाई छलेर बल्ल बल्ल पानामाको जङ्गल पसियो। त्यो अमेजन रेन फरेस्ट सकिन लाग्यो। यो डाँडा कटेपछि चाहिँ ट्याक्क हामी क्यालिफोर्निया। त्यो डाँडामा पुगेपछि त केही न केही होला नि त होइन? कुछ नहीं है पहाड़ों के पार, छोटे तेरी दुनिया। मैले समर्थन गरेँ। बिचमा गएर बाटो नरहेछ भने झ्या हुन्छ। बरु माथि जाऊँ, बरु तल झर्न सजिलो हुन्छ कि बिचमा गएर हरायौँ भने। हामी यस्तो ठाउँमा छिरेका छौँ। कुकुरले हो हामीलाई। हजुर आउनु आउनु, डराउनु पर्दैन। हो त यसले सही ठाउँ गरे, सही गरिरहेको जस्तो लागिरहेको कि। यसले लास्टमा अनि जुका लागिसक्यो, मेरो पनि लागिसक्यो। छिटो छिटो हिँड्नु। हरर मुभीको अनि यो हरर मुभीको त्यो मान्छेहरू उस गर्ने ठाउँ कि, भुतले ल्याएर मान्छेहरूलाई मार्ने ठाउँ जस्तो कि। यसले घर भुतिया घर आयो लास्टमा। यस्तो घरमा आयो यार। 5 बखरी होइन के टुप्पी डाँडा पुग्ने? कताबाट जाने? तल झर्ने? ल धन्यवाद। उहाँले लिएर आउनु भएको, हामी हराएको थियौँ, बिचमा भेटिनु भयो। खै कताबाट आउनु भएको रहेछ। कोही गएको थियो होला 5 बखरी जाने, कोही पनि त्यहाँ गएको थिएन कि। होइन डर थियो नि त, भिडियो नि बनाएको छ। ओ ल धन्यवाद कुकुर। म त कुच्चोको बाँधिन्न। होइन हाम्रो बिल्ला हुने भयो क्या, हामी गएर हामी गइसक्यो नि। त्यही रोडै आएर गयो होला नि। यो रोडै आएर गयो नि। त्यो पनि है, हामी त त्यत्रो पुगेर आयो। होइन हामी नि हो नि, हामी धेरै झरेकै छैनौँ। हामी त उकालो मात्रै आइरहेको छ। अब त्यहाँ हामीले गफ खानु पर्दैन। हामी कहाँ कहाँ पुगेर आएको।
अघि त्यो अब यस्तो 50 वर्ष अगाडि कस्तो थियो होला त्यो ठाउँ अघि ल बल्ल आयो यहाँ फर्कौँ भने उतैबाट सो राम्रो भयो त्यो गाडी हजुरको चाहिँ 8 माने है मैले नि भने खाने यही युट्युबको लिङ्क पठाउँछ नि हेर्नुहुन्छ केटा चाहिँ म है भन्ने कि 7 बजी हिँड्नुभएको भने 8 9 10 11 12 1 2 6 घन्टा लाग्यो 5 घन्टा चुकर डाँडा कति घन्टामा पुग्छ फाइनली आयो चोकर डाँडा रातको 8 बजे चोकरबाट अब 5 पोखरी 5 किलोमिटर 5 पोखरी एघार बज्यो कति बेला 12 बज्छ भने अनि 1 घन्टा भने फोटो एडिट हाने होइन त्यसपछि 2 बजेपछि त म अलार्ममै लगाएको थिएँ यी 5 पोखरीको एउटा पोखरी चाहिँ यहाँ रहेछ पाँच पोखरी आएर आइसक्यो खै त 5 पोखरी 5 पोखरी चाहिँ आयो है देख्नुभयो मैले भने होइन
पाँच पोखरी आयो भनेर त्यो भनेको पाँच पोखरीको पावर हो कि वाह नरोक्नु तपाईँलाई पाँच पोखरी आउँदा कस्तो फिलिङ्स आइरहेको मलाई कति गाह्रो भयो गाइस चाहिँ पनि म आएँ उहाँ चाहिँ आउनुभयो म पनि आएँ पाँच पोखरी यस्तो दामी ठाउँ छ ल हेर्नु तर कुहिरोले केही देखाएन है अहिले त सायद गाइस हामी आज बस्नु पनि सक्छौँ बस्ने हो आज हामी बस्ने हो भोलि बिहान भ्यू हेर्ने हो त्यसपछि हामी छिन्तीतिर लाग्ने हो अब यहाँ यत्रो आइसकेपछि कुहिरो लाग्यो भने त कामै भएन नि के को फान्ने त्यो चिसो हावा त चिसो हावा हो नि कस्तो दामी ठाउँ रहेछ मस्त भिडियो खिच्ने रिल बनाउने फोटो खिच्ने यहाँ धामी झाँक्री हुँदो रहेछ त्यो हेर्ने यो पाँच पोखरीको चाहिँ पहिलो पोखरी यो पोखरीको नाम थाहा भएन बैकुण्ठ पोखरी हो कि के हो जस्तो लागिरहेको यो चाहिँ फर्स्ट पोखरी अहिले चाहिँ यो मस्त बिहान 11 बजीबाट 2 बजीमा मस्त सुतेर उठेर आएको यस्तो राम्रो राम्रो भ्यू देखियो कि